होइन हो कहाँ गयो यति बेलासम्म नि छोराछोरी कोही पनि छैन त देख्दा नि देख्दिन खाना खाने पनि बेला भइसक्यो अझसम्म कहाँ गएछ Wah, sampai kena aja nak. तिमीहरू कति झगडा गरेको सधैँ झगडा मात्रै गर्छ हो कहिले भनेको पनि होइन तिमीहरू कति अटेरी भएको हो के भनेको पनि मान्दैन एकअर्को अहिले तिमीहरूको गाउँ भए भए त मलाई एकछिन सहायता त हुन्थ्यो भने पनि केही मान्दैन म त ढिक्क लागिसक्यो तिमीहरूलाई देखेर त के गर्ने होला मम्मी के भयो हजुरलाई लामा बाजेलाई बोलाउन जान्छु है नातिकन बस्नु
पानी गाउँमा एकजना बिरामी छ जान्छ दबाई गर्न जान्छ। नमस्ते, के भयो भने तपाईँको मम्मीलाई? ए हो र, ल आत्तिनु पर्दैन, चेक गर्ने दबाईहरू दिन्छ नि तपाईँले दिनु है त, आत्तिनु पर्दैन। यता हेर्नु एकचोटि आहा हेर्नु त, ए गर्दैछु कि जोर बाहिर गर्नु त्यस्तो केही भएको छैन। म दबाईहरू दिन्छु सिस्टर, भिटामिनको दबाई दिनु, अनि त्यसपछि के आत्तिनु पर्दैन। अनि आराम गरिराख्नु, धेरै काम नगराउनु। म के ड्राइभर के गरेको छु टाइम बोकेर आउनु ए यसो भारी काम गराउनु हुँदैन नि त। ल त्यो दबाईहरू खुवाउनु टाइममा, अनि केही हुँदैन ल। ल हामीले गाउँमा केही भने फेरि फोन गरिहाल्छु न। तिमी चाहिँ घरमा गएर बाइबल पढ्दा प्रार्थना गर्दा बस्दै गर होइन। हामी चाहिँ पानी गर्नु जानु ल। त्यहाँ बिना पानी गर्नु जानु ल। पढ्दै जानु लाग्छ। आवाज आउँछ होइन। अच्छा के भयो? नमस्ते, के भयो बहिनीलाई? अब एउटा उपाय चाहिँ हाम्रो यसरी रोगले हरेक बिरामीलाई आगाएका होइन हरि उपचार गरेर निको नभएका लामो झरी जतामा सञ्च नभएको रोगहरू चाहिँ हाम्रो प्रभु येशूमा निको हुन्छ। तपाईँले विश्वास गर्नुहोस्। विश्वास गर्नेको लागि चाहिँ उद्धार छ, मुक्ति छ, चङ्गाई छ, आशिष छ र पापबाट पनि सेना छ। र तपाईँले विश्वास गर्नुहोस्। म उहाँको लागि चाहिँ प्रार्थना गर्छु। हुन्छ बहिनी? ल तपाईँले विश्वास गर्नु। नानीलाई पनि घुँडा टेल्नुहोस्, आँखा चुलाउनु। नानी मम्मीलाई प्रार्थना गर्नु ल। हे मेरा पवित्र येशू परमेश्वर, हामी तपाईँलाई यो समय धन्यवाद दिन्छौँ। र म यो बहिनी यो परिवार म तपाईँको हातमा समर्पण गर्दछु। प्रभु तपाईँले उहाँको शरीरमा भएका हर किसिमका रोगहरूबाट म समुदायको छुटकाराको घोषणा गर्दछु। येशू प्रभुको नाममा म तपाईँलाई एउटा उपहार दिन्छु होइन। अगाडि यो चाहिँ यसमा तपाईँले हरेक बिहान र बेलुका अनि समय भएको बेलामा पढ्नुहोस् होइन। यसले चाहिँ तपाईँहरूको लागि एकदमै असल कुराहरू सिकाउँछ। तपाईँले यसलाई चाहिँ च्याप्ने होइन ल, च्याप्ने होइन। अनि भोलि शनिबारको दिन हस्ताले भुजा प्रार्थना 10 बजेसम्म सुरु हुन्छ। अनि चाहिँ आउनुहोस् है तपाईँहरू। बहिनी कस्तो छ अहिले? डक्टर बोलाए तपाईँको स्कुलले चाहिँ चिन्ता नगर्नुहोस्, सक्नुहुन्छ। र तपाईँहरू मजा गर्नुहोस्। हामी चाहिँ अर्को गाउँमा जानु छ, फेरि भोलि भेटौँ ल है। नानी बाबु बस्नु है, चिन्ता नगर्नु ल। काम दिमा हो, अर्को गाउँमा जानु। जय मसी। अनि के भयो बहिनी? निधारमा हात लाएर बस्नु भएको छ त? दिक्क लागिसक्यो दिदी। के भयो बहिनी? के भने पनि मान्दैनन् केटाकेटीहरू, प्रार्थना गर्न नि खोज्दैनन्, वचन पढ्न खोज्दैनन्, के गरेर खोज्दैनन्। जहिले नि हल्ला गरेको गरेर दिक्क भइसक्यो। चिन्ता नगर्नुहोस् ल। एक पौरुष 5 को 7 मा यसो लेखिएको छ,
मेरा सारा चिन्ताहरू निराशहरू नाउँमा सुत्रिए परमेश्वरको वचनमा विश्वास गर्ने तपाईँहरू परिवार हो नि त त्यसलाई चिन्ता नगर्नु ल चिन्ता नगर्नुहोस् नानी बाबु आउनुहोस् हामी प्रार्थना गरौँ बाबाको लागि पनि प्रार्थना गरौँ परदेशमा कति ठुलो गर्नुभएको छ तपाईँको लागि है त्यो भएर सङ्गति जाने ड्राइभर गर्ने अनि मम्मीलाई पनि घरको हरेक कामहरूमा सहायता गर्ने आउन प्रार्थना गर्नु तपाईँले राख्नुहोस् हामी तपाईँको लागि चाहिँ प्रार्थना गर्छौँ ल हे मेरा पवित्र आत्मा येशू प्रभु हामी तपाईँलाई यो समय धन्यवाद दिन्छौँ आज यो बहिनीको परिवारले प्रभुलाई चिनेको छ तर उहाँहरूको जीवनमा निराशा छ अशान्ति छ अनि म प्रभुका हातमा समर्पण गर्दछु उहाँको परिवारलाई प्रभु तपाईँको वचन र प्रेममा अनि भोजनाउने तिर्खाउने हृदयहरू दिनुहोस् र आज भाइको साथमा रहनुहोस् त्यो नानी बाबुलाई जमा नगर्नुहोस् र परम प्रभुको डरमा जुल्न सकोस् र सेवा सङ्गतिमा हिँड्नको लागि सहायता गर्नुहोस् सबै कुराको लागि आशिष गर्छ येशू प्रभुको नाममा ल नानी बाबुहरू भोलि सङ्गति आउने ल हस् ल यसरी धेरै मोबाइलहरू खेलेर गेमहरू खेलेर होइन यो के खाएर त्यसरी हिँड्नु हुँदैन हस् ल भोलि भेट्यौँ है त कहाँ बिना घर त खाना खायो अब सङ्गति छ